मैले काटेछु बुलेट कट मैले काटेछु बुलेट कट जे भए पनि जोक्स अपार्ट जो मलाई चाहिँ दिनभरि सुतेर चाहिँ अहिले कति 3 साढे 3 बजेको हो कि कति बजेको छ थाहा छैन एक्ज्याक्टली म यस्तो वागा लागेर चाहिँ अब मलाई चाहिँ कतै रमाइलो ठाउँ जानु मन लागिरहेछ किनकि मैले भ्लग नबनाएको कति महिना भयो जस्तो लाग्यो सो मेरो पुरानो आइडी त गयो होइन अब नयाँ आइडीबाट चाहिँ म स्टार्ट गरिरहेको छु भर्खरै मेरो 5 सब्सक्राइबर छन् होइन ठिकै हो 5 सब्सक्राइबरले नि केही हेर्दैला नि त सो मलाई चाहिँ उता डाँडा डाँडातिर जान मन लागिरहेछ जुन तपाईँले भ्यू देख्न सक्नुहुन्छ मेरो घरबाट सो आई होप यो भ्लगिङ पनि अलि रमाइलो एक्साइटमेन्ट हुन्छ भनेर सो लेट्स गो प्लिज सब्सक्राइब माई युट्युब च्यानल अनि प्रेस द बेल आइकन ओके म चाहिँ कस्तो मान्छे हो नि घरमा नबस्ने मान्छे हो बरु एक्लै भयो भने घुम्न गइदिन्छु अहिले त पहिला त मेरो खुट्टा मात्रै थियो साथमा खुट्टा दुख्थ्यो अहिले मसँग मेरो बाइक छ होइन अब सो बाइकको सहारा भयो नि अब बाइकै लिएर भए पनि होइन जानु त पर्यो सायद यो बाटो कतै निक्लेला है तर यहाँ हेर्नु न हाइवे हेर्नु न हाइवे यतातिर मेरो यो बाइक धेरै भ्या गर्दा कराउन थालेको चाहिँ के हो रिजन पहिला मैले यस्तो फिल त गरेको थिएन होइन त्यो आर्मीहरू छ त यहाँ त यार आर्मीहरू किन छन् जानु मिल्दैन हो यहाँबाट कतै जहिले यहाँ चेकिङ हुन्छ क्या सिधै जाने हो कि के हो चेकिङ छ सर देखाउनु निकाल तेरो कागज पत्र 10 years later. देखे कसलाई चाहिँ डर लाग्दैन होला अब यहाँ के लेखेको छ मन्दिर जाने बाटो श्री मन्दिर जाने बाटो अब हामीलाई जानु चाहिँ कहाँ जान्छ जाउँ चलिदिउँ माथितिर अब एक्लै आएको छ केही न केही त डर लागिरहेको छ साथी मलाई त दिउँसै चितुवाहरू त आउने हुँदैन नि फेरि सोलो ट्राभलर भनेर आफूलाई ट्याग गर्छु क्या डन जज बुक बाई स्कभर भन्थ्यो तर यो बाटो धेरै मान्छेहरू हिँडेको भरमा चाहिँ अब सायद केही नहोला पहिरो पनि जाँदो रहेछ होइन ऊ पहिरो गएको छ यहाँबाट अब एक्लै आएको छु म है एक त रमाइलो पनि फिल भइरहेछ फिल त के न जस्तो यहाँ तर बाटो नचिन्ने मान्छेहरूले चाहिँ खासै नकुदाउनु है यो एरियामा हो यहाँ एउटा रिसोर्ट रहेछ होइन सो तपाईँ देख्न सक्नुहुन्छ यो एरियामा हेर्नु जङ्गल भ्यू हेर्न अझ माथि हौ यो 453 चाहिँ किन लेखेको मोबाइल नम्बर हो क्या यहाँ यतातिर 453 लेखेको छ होइन यहाँ माथिबाट चाहिँ कहाँ पुगिन्छ भने माथि टपमा पुगिँदो रहेछ सो लेट्स गो मेरो बाइकले चाहिँ धोका नदोस् अस्ति भर्खरै सर्भिसिङ गरेको कसैले यहाँनिर बाबु यहाँनिर त स्याल बाघ आउँछ अरे नि त भन्यो भने त मा कसम सातो जान्छ होला नि है तर होइन हाम्रो अब हजुरबाहरूले बाघै मार्नु हुन्थ्यो अरे कहाँ त्यो त मैले सार्प लेफ्ट अरे एकदमै सार्प लेफ्ट अरे यहाँ हेर्नु भिआर बाइक भएको कस्तो दामी हुन्थ्यो नि मेरो दाइको भिआर बाइक छ क्या साथीहरू भिआर बाइक कुदाउनु पर्छ यहाँ सायद यहाँ मान्छेहरू हिँड्छ कुखुरा यतिकै छोडिदिएको छ होइन सायद यहाँ माथिसम्म केही छ होला सो लेट्सको मलाई चाहिँ तपाईँहरूलाई भ्यू नै देखाउन मन लागेर चाहिँ म उहाँ आर्मी दाइसँग आर्मी सरसँग डराइ आउनु परेको किनकि यहाँनिर केही न केही छ प्रोग्राम छ भन्ने कुरा सुनेको थिएँ तर बाटो चाहिँ धस्तै रहेछ हौ पानी पऱ्यो भने त कस्तो धस्तो हुन्छ झन् अलि सुक्खाको बेला आएछु
धेरै मान्छेहरू यहाँ माथि आएका छन् जस्तो लाग्यो मलाई। सायद आएको छैन पनि होला। अब एक्सपोज गर्न त एक्लै घुम्न गए भइहाल्छ नि भन्ने मान्छेहरू पनि छन् होला होइन। सो मलाई त्यस्तो त्यस्तो एक्सपोज होइन, मलाई चाहिँ जो मान्छेहरू चाहिँ जो साथीहरू चाहिँ मसँग हिँड्न सक्नुहुन्न होइन, जस्तै कि मेरो फ्यामिलीकै कुरा गरौँ न, फ्यामिलीहरू मसँग जहाँ पनि हिँड्न सक्नुहुन्न होला, तर मेरो भ्लग हेरेर चाहिँ मेरो छोराहरू यहाँ पुगेछ, छोरा यहाँ पुगेछ भन्ने टाइपको फिल होस् भनेर चाहिँ मलाई चाहिँ भ्लग बनाउनु मन लाग्यो हो होइन। सो त्यही हो। अब यहाँ माथिबाट चाहिँ दामी भ्यू देख्दो रहेछ, हेर्नु सिटीहरू यहाँभन्दा माथि कतै छ रमाइलो ठाउँ। सो तपाईँहरूलाई चाहिँ मैले चाहिँ मेरो भ्लग कसरी बनाउँछु भने अलिकति केही सोच छ भने चाहिँ हेर्नुहोस् मेरो बाइक हेर्नु न। आफ्नो बाइक त सेक्सी लाग्छ, यो जिक्सरै हो होइन, जे भने होइन। अब यु क्यान सी द्याट एरिया, जुन म यो एरियामा उभिरहेको छु। फटेक्रा छ मेरो कान चाहिँ बबाल दुखिरहेको छ भन्दै लग्यो। त्यो एरिया यो काठमाडौँ हो होइन, उता ललितपुर होला, यो दाराभन्दा उता ललितपुर होला, यो काठमाडौँ होला होइन। अनि म चाहिँ उहाँ तलबाट आएको हो, एकैचोटि तल उत्तेर आएको, त्यहाँनिर चेकिङ भइरहेको छ, मेरो बाइकलाई चेक भएको जस्तै चेकिङ भइरहेको छ होइन। सो यहाँबाट हामीले कोटेश्वर देख्न सक्छौँ, कोटेश्वरको एयरपोर्ट देख्न सक्छौँ, सेतो टावर देख्न सक्छौँ। अब मेरो मोबाइल त आइफोन होइन, एन्ड्रोइड हो, खासै केही पनि देखिनँ होइन। सो यता हामीले जे पनि देख्न सक्छौँ, पशुपति देखिरहेको छु, खै कहाँनिर छ थाहा छैन, तर देखिरहेको छु होइन। म तपाईँलाई यहीँबाट धेरै कुरा, मैले तपाईँलाई घरमा सुत्नु भएको देखिरहेको छु। सो मलाई चाहिँ धेरै निन्द्रा नलाग्ने भएर चाहिँ मलाई चाहिँ वाक्क लागेर चाहिँ म यहाँ माथि आउनलाई अलिकति कष्ट गरेको हो। सो त्यहाँनिर एकदम अफ रोड भएर चाहिँ मलाई चाहिँ सायद माथि नजाउँ भइरहेको छ, तर सायद अझ पनि माथि केही न केही त छ होला। यहाँबाट हेर्दाखेरि एउटा घर टाइपको देखिरहेको छु मैले उहाँ उता पर। सो बाइक लिएरै जानु पर्ला, किनकि बाइक बिना खुट्टा दुख्छ। सो तपाईँहरू केही गरेर यहाँ घुम्न आउनु भइरहेको छ भने तपाईँ यो ग्वार्खु हुँदै हिमाडोल हुँदै होइन सिधै माथि आउने बाटो छ। सो मलाई यदि मैले यो टिकटकमा राखेँ भने चाहिँ सो म भनिदिन्छु के कसरी कहाँनिर कसरी जाने भनेर। यहाँ चाहिँ हाइकिङ गर्न रमाइलो रहेछ। अब राति आयो भने चाहिँ झिलिमिली बत्ती नै देख्छ यहाँनिर, राति आउने प्रयास नगर्नु, किनकि अहिले नै मोचो पोलाएर बस्यो भने त कस्तम पुरै किरा कराएको देखेर सबै जान्छ क्या। सो म चाहिँ यहाँबाट अलिकति माथि जान्छु, माथि गएर चाहिँ अझ राम्रो ठाउँ छ कि भनेर चाहिँ देखाउन जान्छु। सो लेट्स होप अझ राम्रो सिनाहरू पाओस् मैले। 2,000 years later. 6.5 hours later. A few inches later. Day 2, Day 3, Day 4. A few more. सायद भर्खर निद आएर पनि होला, मलाई बोल्न अलिकति जागर लागिरहेको छैन। तर यहाँको बाटो पनि अब तपाईँ राइडिङमा आउनुहुन्छ भने चाहिँ राइडिङमा आउँदा नि हुन्छ है साथीहरू। तपाईँहरू राइडिङमा ड्याङ लाएर आउने, ड्याङ लाएर 1-2 दिन भ्लगिङ गरेन भने त के हुँदो रहेछ नि, त्यो बोल्न नि नआएको जस्तै हुँदो रहेछ क्या। सायद पानी चाहिँ नपरोस्। हो मलाई चाहिँ आशिका दिदी त क्या कन्फिडेन्ट वेमा बोले जस्तो लाग्थ्यो है, अहिले नि क्या बोले जस्तो लाग्छ। हो टिकटकमा सायद मैले यही देखेँ होला, टिकटकमा चाहिँ मैले यही देखाएको थिएँ, यही ठाउँ है। त्यो एकजना दाइको काठमाडौँमा यहाँबाट चढेर जाने हो। ल म आएको घुम्नु पऱ्यो त। जस साथी एकजना पाएको भए चाहिँ म यहाँनिर आउँथेँ कि एक्लै आउनु पऱ्यो यार। ठिकै छ, अर्को पालि एउटा कोही न कोही साथी बनाउँछु। आई विल मेक अ लट अफ फ्रेन्ड बिकज साथी बनाउनु नपाएरै हो। यहाँ होचोमा राखेर कामै छैन। पाउनु अब म यो निकाल्छु है न मोबाइल। 2,000 years later. भर्खर बनिरहेको रहेछ होइन, चारैतिर घाँसै घाँस छ क्या। तर यहाँबाट भ्यू चाहिँ दामी छ। सो भिडियोलाई चाहिँ लामो बनाउँदिनँ, किनकि धेरै लामो भिडियो हालेर पनि काम छैन। सो यति नै आजको लागि।